रातिको 3 बज्न लाग्यो। अब बिहानको 3 हाम्रो यहाँ वनभोज हुँदैछ रियादको पार्कमा। फाइनली हाम्रो वनभोज सकेको छ। हामी यो ठाउँबाट जाँदैछौँ। हामी आफ्नो गुफातिर लाग्दैछौँ पुरा हो। कस्तो भयो सोल्टीहरू आजको? नाल्लै भयो नाल्ला खुल्ला आकाशमा खाँदा कस्तो हुँदो रहेछ? एकदम मजा आयो। हजुरलाई कस्तो लाग्यो? नाल्लै लाग्यो। भेरी कोइस कहाँबाट गएको लाग्छ? भोलि खान नपाइएला हाम्रो वासस्थान यो होला। हामी हाम्रो वासस्थानमा आइसक्यौँ। वनभोज त्यस्तो डराउने मान्छे